ल यो भिडियो हेर्नु घुम्दैछन् ती श्रमिकहरूलाई हामीले गुमाउन चाहदैनौं। अत यो यो कारणले जुन भिडियोमा हेर्नु भयो तपाईहरुले यो के भएको भन्दाखेरि उहाँलाई चाहिँ कार्डियक अरेस्ट भएर तत्कालै डेथ भएको। उहाँको मृत्यु अथवा उहाँको ज्यान जानुको मुख्य कारण भनेको कार्डियक अरेस्ट हो। अब यो कार्डियक अरेस्ट भनेको के हो यदि बुझ्नुहुन्न भने सामान्य भाषामा म हजुरलाई भन्दै छु। कार्डियक अरेस्ट भनेको मुटुको चालमा समस्या भएर मुटु तत्कालै बन्द हुनु समस्यालाई कार्डियक अरेस्ट भन्छ। यो हार्ट अट्याक भन्दा छुट्टै कुरा हो। हार्ट अट्याक एउटा कारण हुन सक्छ कार्डियक अरेस्टको। कार्डियक अरेस्ट भनेको मुटुको तपाईको रिदम अथवा चालमा समस्या भएर मुटु तत्कालै बन्द हुनु हो। उहाँलाई पनि यो कार्डियक अरेस्ट भएर नै उहाँको ज्यान गएको हो। यस्तो अवस्थामा यदि तपाईहरुले अथवा कसैले पनि उहाँको यस्तो अवस्थामा यदि कसैको ज्यान बचाउनु छ भने यो बेला गरिन सकिने पहिला त गरिन सक्ने एउटा महत्त्वपूर्ण उपचार भनेको उपाय भनौं न फर्स्ट एड जस्तै हो। यसलाई सीपीआर भनिन्छ, कार्डियक पल्मोनरी रिससिटेसन। यदि सीपीआर यो ठाउँ यो बेला तत्कालै गरिन्थ्यो भने उहाँको ज्यान बाँच्न सक्थ्यो। यो सीपीआर भनेको एउटा यस्तो बेसिक स्किल हो विदेशतिर लगभग हरेक स्कुलको विद्यार्थीदेखि लिएर प्रहरी कर्मचारी सबैलाई आउनै पर्ने एउटा स्किल हो। योमा के गरिन्छ भने मुटुलाई यो जुन रोकेको मुटुलाई तत्काल माथिबाट थिचेर हैन रगतको प्रवाह कन्टिन्यू अथवा मेन्टेन गरिन्छ ताकि बडीको अरु अंगहरुमा रगत अक्सिजन गइराखोस्, मस्तिष्क डेथ नहोस्। र त्यति गर्दा गर्दै कति जनाको ज्यान बाँच्न सक्छ, इमर्जेन्सी हेल्प आउन सकिन्छ, अस्पताल लग्न सकिन्छ र यो बेला ज्यान बाँच्न सक्छ। र हाम्रो देशमा धेरै मान्छेलाई सीपीआर अझै पनि आउँदैन। यदि तपाईलाई सीपीआर आउँछ भने तल भन्नुस् मलाई कमेन्टमा, आउँदैन भने सीपीआर लेख्नुस्। म अर्को भिडियोमा पक्कै पनि यो सीपीआर को डिटेल भिडियो बनाउने छु।